लाउनु के फेरि बढ्छ दाइ गर्नु त फेरि बढ्न सक्छ हैन दाइ दाइ दुई तिनवटा गर्नु त धेरै हुन्छ तपाईले एक तिनवटा मात्रै गर्नु भयो अर्को जुत्ता किन्न पठाउनु त्यो वालिङ बजारमा पाइएला नि नभए अनलाइन त मगाउँला नि त केही भन्नु पनि पाउँछ कि अकाउन्टेन्टको जुत्ता लाएर लैजानु अहिलेलाई काम गर्छ अकाउन्टेन्टलाई गाडी हाल्दिनुलाई केही हुन्न त्यही त मेरो अकाउन्टेन्ट हुन् के केही हुन्न दुलैनाले हामी लानै दिदैनौ नदे नदे अब त बाहिर पैसा तिमीले नदिएर हुन्छ र दिदी त आफै जान्छु भन्छ दिदीलाई कतिएर जान्छ भइसक्यो तिमीले भनेर दुई जनाले रोकेर राख्छ मानिहाल्छ ल साथ दिएर त बिचाराहरु ल गर दुईटाले राख्छौँ हामी त राख ठिकै छ केही भएन हामीलाई ठिकै छ हामी त सालीहरु मानेन नि तपाईको छोरा दिन भन्दै रत्तेली गाउँदै जान्छन् क्याके पनि राख के छैन रमाइलो हुन्छ ल नाचौँ न एकछिन ल गाउनु त ल गाउनु गाउ गाउने आउँदैन भाइ गाइदेऊ न हामी गाउने अब टुङ्गाइदिनु दाइ ढिलो हुन्छ क्या फेरि हामीलाई रमाइलो भयो अब दाजुभाइको इसारा भुल्नै सक्दैन भिडियो नै खिच्नु भने फेरि बोल्ने र भिडियो खिच्नु भाइको हजुरको त हाँसेको मात्र राम्रो त्यही भएर भन्न दिनु भनेको लाने हेरेर आउने हो कहाँ आज एकैचोटि लाने घर लगाइदिनु पर्छ नि नाजुलाई साली लगाइदिनु है ए साली गोडा लाएर भिनाजु जति त लायो साली कमल गाडीमा राख्नु लगाउनु पर्यो